अबदेखि साँझको समयमा लोड सेडिङ हुने ऊर्जा मन्त्री खड्काको घोषणा। अब लोड सेडिङ रोक्न नसकिने जवाफ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कसरी प्राधिकरणबाट हटाउन सकिन्छ भनेर सोच्न बाहेक अन्य काममा माखो मार्न नसकेका ऊर्जा मन्त्री दीपक खड्काले अबदेखि साँझको समयमा लोड सेडिङ हुने सगर्व घोषणा गरेका छन्। बुधबारको राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै खड्काले अब लोड सेडिङ रोक्न नसकिने स्वीकार गरेका हुन्। राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा भारतबाट विद्युत आयात गरेर कृत्रिम रूपमा लोड सेडिङ अन्त्य गरिए पनि अब थेग्न सक्ने अवस्था नरहेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको भन्दै रोस्ट्रमबाटै कुलमानको विरोध गर्दै अहिले 825 मेगावाट विद्युत भारतबाट आयात भए पनि सन आवरमा मात्रै विद्युत आयात गर्न दिने व्यवस्थाका कारण अब साँझको समयमा लोड सेडिङ हुने दावी गरेका हुन्। कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोड सेडिङ अन्त्य भएको हल्ला फैलाएको निर्लज्ज आरोप लगाउँदै भारतबाट आयात गरेको विद्युतका कारण लोड सेडिङ हटे जस्तो अनुभव भएका कारण उज्यालोको नायकका रूपमा कुलमानलाई नभएर भारतलाई धन्यवाद भन्नुपर्ने उनको तर्क छ। सरकारको 100% लगानी रहेको प्राधिकरणले 700 मेगावाट मात्रै विद्युत उत्पादन गरिरहेको र